सुनसरीको इनरवा नगरपालिकामा जनताको कर रकमको चरम दुरुपयोग देखिएको छ। इनरवा नगरपालिकामा 90,59,000को विविध खर्च र करिब 97 लाखको इन्धन खर्च देखिएको छ। आर्थिक वर्ष 2080-81मा करिब 83 करोड वार्षिक बजेट भएको यस पालिकामा 2वटा प्रशासनिक खर्च शीर्षक मात्रै 1 करोड 87 लाख रुपैयाँ खर्च भएको पाइएको छ। इन्धन खर्चमा करिब 96,90,000, यस्तै गरी विविध खर्च चिया, नास्ता, खाजा लगायतमा शीर्षकमा 90,59,000 रुपैयाँ खर्च भएको पाइएको छ। वडा कार्यालयको बजेट बाहेक नगर स्तरीय योजना हेर्दा 1 किलोमिटर मात्र पनि कालो पत्र सडक बनाउन नसकिएको अवस्था, यति धेरै खर्च देखिनु वित्तीय अनुशासनलाई ठुलो खिल्ली उडाएको स्पष्ट देखिन्छ। अनावश्यक प्रशासनिक खर्च कटौती गरी अति आवश्यक पूर्वाधार र सामाजिक सेवामा लगानी केन्द्रित गर्नुपर्नेमा स्थानीय जनप्रतिनिधिमूलक अड्डामा समेत यस्तो अवस्था देखिनु दुःखदायी कुरा हो। इनरवा नगरपालिकाको इन्धन खर्च करोडौँको छेउछाउमा आउने गरेको कारण विगतदेखि नै छ। योभन्दा अघिल्लो जनप्रतिनिधिहरूले आफ्ना आसेपासे राजनीतिक कार्यकर्ताहरूलाई इन्धनको कुपन बाँड्ने गर्थे। यस्तै पार्टीका कार्यकर्ताहरूको पार्टीगत श्रद्धाञ्जली खर्च चिया नास्ता समेत नगरपालिकाकै बजेटबाट बेहोर्नुपर्ने अहिलेका नेतृत्वले पनि त्यस्तै कार्य गर्ने गरेको महसुस आम जनताले गर्दछन्, जसले गर्दा आम जनता आफूलाई ठगिएको महसुस गर्दछ। इनरवा नगरपालिकाको कार्यालयको परिसरको गेटमै कार्यालयको एउटा भित्तामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ठुलो पोस्टर टाँसिएको छ, जसमा लेखिएको छ कि कतै भ्रष्टाचार गरेको देखिएमा हटलाइन नम्बर 107मा सम्पर्क गर्न भनिएको छ। के यी र यस्ता किसिमका अपराधिक खर्च भ्रष्टाचारका कारणले सिर्जित होइन? एकपल्ट होइन, 1000 पल्ट सोच्नुपर्ने समय आएको छ, किनभने यो गरिब जनताले तिरेको कर हो, जसको लाभ आम जनताले पाउनै पर्छ।